सरकारले अतिक्रमित जग्गामा बनेका आलिशान महलहरूमा डोजर चलाउँदा कानून निर्माण गर्ने तहमा पुगेका सत्तारूढ दलका सांसदहरू नै लालपूर्जा विहीन अवस्थामा भेटिएपछि सरकारमाथि नैतिक प्रश्न खडा भएको छ। सांसदहरूले नै ऐलानी जग्गामा बनाएका संरचनामा डोजर चल्छ कि चल्दैन भन्ने चासो सर्वत्र छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केही सांसदहरूका आलिशान महल ऐलानी जग्गामा निर्माण भएको र उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरिरहेको तथ्य बाहिरिएपछि सरकारमाथि दबाव बढेको छ। यसरी सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गर्ने सत्तारूढ दल रासोपाका सांसदहरू को छन् त? 1. सुरेश कुमार चौधरी। सरकारले सार्वजनिक जग्गामा बनेका संरचनामा डोजर चलाइरहँदा बाँके क्षेत्र नम्बर 1 बाट निर्वाचित रासोपा सांसद सुरेश चौधरीको घर समेत ऐलानी जग्गामा रहेको खुलेको छ। बाँकेको कोलपुर नगरपालिका 2 सिमलघारी स्थित उनको 2 तले घर ऐलानी जग्गामा बनेको छ। करिब 2 कट्ठा क्षेत्रफलमा बनेको उक्त घर उनका जेठा छोराको नाममा रहेको र परिवार हाल त्यही बसोबास गर्दै आएको छ। तर सांसद चौधरीले आफूहरू सुकुम्बासी नभई अव्यवस्थित बसोबासी भएको दावी गर्दै आएका छन्। 2. केपी खनाल। कैलाली क्षेत्र नम्बर 2 बाट निर्वाचित रासोपा सांसद खनालको घर पनि ऐलानी जग्गामै बनेको छ। कैलालीको लम्कीचुवा नगरपालिका 1 बस पार्क नजिकै रहेको उनको 3 तले घर नक्सा पास बिना निर्माण भएको खुलेको छ। उनीसँग उक्त जग्गाको लालपूर्जा समेत छैन। निर्वाचनका बेला भोट माग्ने क्रममा उनले आफूलाई सुकुम्बासीको छोरो भन्दै चिनाएका थिए। यति बेला खनाल सुकुम्बासीहरूको समस्यामा कतै नदेखिएको र नबोलेको भन्दै आलोचना भइरहेको छ भने कानून सबैका लागि बराबर हुनुपर्ने भन्दै उनको घरमा समेत डोजर चलाउनु पर्ने आवाज उठिरहेको छ। 3. भरत पराजुली। काठमाडौँको शंखमूल स्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा एउटा घरको नजिक पुगेर रोकियो। धोबीखोला करिडोरमा लालपूर्जा देखाउँदै कतिपय घरमा डोजर चले, तर त्यो खास एउटा घरमा पुगेर डोजर किन रोकियो भन्ने चासो बढेको छ। त्यो घर सिन्धुपाल्चोक 1 बाट निर्वाचित रासोपा सांसद भरत पराजुलीको हो। पराजुलीको भत्किनु पर्ने घरमा समेत डोजर नचलेको भन्दै अहिले तीव्र आलोचना भइरहेको छ। 4. सागर ढकाल। गुल्मीबाट निर्वाचित रासोपा सांसद सागर ढकालको बुटोल 8 मा रहेको घर पनि खोलाको मापदण्ड मिचेर बनाएको पाइएको छ। यस विषयमा पटक पटक कुरा उठाउँदा समेत कुनै सुनवाई नभएको गुनासो स्थानिएको छ। अहिले सागर ढकालको महलमा कहिले डोजर चल्छ भन्ने प्रश्न आम नागरिकले गरिरहेका छन्। मेरो मात्रै हैन, मेरो हजुरबा जिजुबा जोजोसको छ सबै कानून अनुसार हुनुपर्छ। मलाई मात्रै हैन, सबै नेपालीले एउटै कानून हुन्छ है। सबै बुटलको, गुल्मीको, डडेलधुराको, नेपालभरि जहाँसुकै जग्गा छ नियमका अनुसार जानुपर्छ। म मात्रै हैन, तपाईँ हामी सबै है त। 5. जगत प्रसाद जोशी। कैलाली 3 का सांसद जगत प्रसाद जोशीले 1 बिघा सरकारी जग्गा हडपेको विषय पनि सार्वजनिक भएको छ। उनले कैलालीको घोडागोडी नगरपालिका वडा नम्बर 10 घुम्नी भाकलमा करिब 1 बिघा सरकारी जग्गा भोगचलन गरिरहेका छन्। त्यही जग्गामा उनले घर समेत निर्माण गरेका छन्। 6. प्रशान्त उप्रेती। एकपछि अर्को सांसदका विवाद सार्वजनिक भइरहँदा मकवानपुर 1 का सांसद प्रशान्त उप्रेतीको 3 तले घर पनि ऐलानी जग्गामा रहेको चर्चा छ। तर उनले यसबारेमा आफूलाई थाहा नभएको र घरमा सोध्नुपर्ने भन्दै पन्छिँदै आएका छन्। 7. शम्भु प्रसाद ढकाल। झापा 4 बाट निर्वाचित रासोपा सांसदको घर पनि ऐलानी जग्गामा निर्माण भएको छ। हाल उनको परिवार त्यही घरमा बसोबास गरिरहेको छ। ऐलानी जग्गामा घर हुनुलाई सुकुम्बासीसँग जोडेर हेर्न नहुने भन्दै उनले आफ्नो घर ऐलानी जग्गामा रहेको स्वीकार गरेका छन्। 8. खडकराज पौडेल गणेश। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका रासोपा सांसद खडकराज पौडेल गणेशको घर पनि सार्वजनिक जग्गामा बनेको विषय बाहिरिएको छ। मन्त्री पौडेल बसोबास गर्दै आएको पोखरा महानगरपालिका 14 मझेरी पाटन क्षेत्रमा रहेको घरको लालपूर्जा नरहेको र नक्सा पास समेत नभएको तथ्य सार्वजनिक भएको हो। उनी बस्दै आएको उक्त घर मन्त्री पौडेलले बिक्री गरिसकेको भन्ने चर्चा पनि छ। अहिले रासोपा सांसदका घरहरू नै सार्वजनिक र ऐलानी जग्गामा बनेको तथ्य सार्वजनिक भएपछि रासोपाका अन्य सांसदहरू बचाउमा उत्रिएका छन्। रासोपा सांसद गणेश कार्कीले फर्जी सुकुम्बासी हुनु कानूनी कारबाहीको विषय भएको बताउँदै ऐलानी जग्गाहरूमा बस्नेहरू वर्षौंदेखिका पीड़ित भएको तर अपराधी नभएको भन्दै आफ्ना सहकर्मीको बचाउ गरेका छन्। व्यक्ति विशेषको घर भत्किने वा नभत्किने भन्ने कुरा गौण हुन सक्छ, तर यदि ऐलानी र सार्वजनिक जग्गामा बनेका संरचनामा डोजर चल्ने हो भने त्यो कसैको पद प्रभाव वा पहुँच हेरेर रोकिनु हुँदैन। अन्यथा सुकुम्बासीका झुपडीमा मात्र कानून कठोर हुने र सांसदका महलहरूमा राज्य मौन बस्ने चरित्रले सरकारप्रति नागरिकको भरोसा र कानूनको सर्वोच्चतालाई नै धराशयी बनाउनेछ। कानून साँच्चै सबैका लागि बराबर हुन्छ कि फेरि पनि पहुँचवाला र शक्तिशालीका ढोकामा पुगेर डोजर रोकिन्छ?